हेलो गाइस, आज चाहिँ म तपाईँहरूलाई एउटा भिडियो देखाउँदैछु कि हाम्रो गाउँमा पनि असार लाग्न आँटेको छ है। र यहाँ खेत रोप्ने बेला भएको छ र खेत रोप्ने पनि सुरु भइ पनि सकेको छ। र तपाईँहरूलाई आज म गोरु जोतेको अनि धान रोपेको दृश्यहरू म देखाउनेछु। र यहाँ चाहिँ हाम्रो छिमेकीहरूले चाहिँ यहाँनिर गोरु जोतेर धान रोप्दैछ। अब म तपाईँहरूलाई मैले देखाउँछु। यहाँ चाहिँ हल्ली छ। नमस्कार नमस्कार। यहाँ गोरु जोत्दैछ। असार लागेकै हो। गोरु जोतिरहेको छ। दुई हल गोरु जोतेको छ यहाँनिर। भर्खर दाका गोरु। गोरु त सानो सानो रहेछ नि यो त। गोरु त ठिकै दामी छन्। दुई हल गोरु छन्। 25 जना रोपार छन्। अच्छा 25 जना। रोपर बाउसे गरेर 25 जना छ बिना। ए ल ल। अनि यसो तल रोपारहरू पतिर नि पाउ कष्ट गर्दै रहेछ हेरिदिनुहोस्। बाउसीहरू पर बसिरहेको छौ। खेत त निकै ठुलै हो नि बिना। यहाँ चाहिँ धानको बिउ चाहिँ धानको बिउ है। यो चाहिँ धानको बिउ मुठा जस्तो बनाएको छ। अब यो तल रोपारहरू चाहिँ मुनि छ है। रोपार आमाहरू तल रहेछन्। यहाँबाट सुरु भएर आएको निकै रोपिसकेको रहेछ। रोपारहरूको केही भन्नु छ कि? खै असारे गीतहरू पनि गाउँथ्यो। असारे गीत पनि गाउँदैन रहेछ क्या हो। यहाँ चाहिँ बाउसेहरू हलीहरू। त्यो चाहिँ भाइको गोरु? हजुर हैन।